दिनमा चाहिँ म तपाईहरुलाई के भन्न चाहन्छु भन्दाखेरि हो अघि त्यो यरुशलेमको मानिसहरूले चाहिँ परमेश्वरलाई येशू ख्रीष्टलाई वाह गरिरहेको थियो। हालेलुया होसन्ना भन्दै आफ्नो वस्त्रहरू उतारेर उहाँलाई स्वागत गरिरहेको थियो। तर त्यही यरुशलेमका बासिन्दाहरूले चाहिँ परमेश्वरको मन्दिरलाई चाहिँ के बनाइरहेको थियो भन्दाखेरि चाहिँ यहाँनिर भनेको छ कि डाकुहरूको अड्डा भनेर भनेको छ। अब डाकुहरूको अड्डाको सुन्छ है हामीले इमेजिन गरौँ। प्रभु येशूले त्यहाँनिर के कुरा देख्नु भयो भन्दाखेरि मन्दिरमा चाहिँ के भइरहेको थियो, भेषबिखान भइरहेको थियो, घिनलाग्दो कुराहरू भइरहेको थियो, मैला कुराहरू भइरहेको थियो। अनि यहाँसम्म कि डाकुहरूको अड्डासँग उहाँले त्यो कुरालाई तुलना गरिराख्नु भएको थियो। उहाँ रिसाउनु भयो, उहाँले पल्टाइदिनु भयो त्यो कुराहरू भनेर भनिरहेको छ। अनि आजको दिनमा म तपाईलाई यो भन्न चाहन्छु, आज पाम सन्डेको दिनमा हो हामीले परमेश्वरलाई महिमा दिइरहेको छ। ओ पाम सन्डेमा हो प्रभु येशूलाई हामीले आफ्नो जीवनमा निम्ताइरहेको छौँ। तर जीवनमा निम्त्याउँदै गर्दाखेरि हाम्रो यो मन्दिर येशू ख्रीष्टको मन्दिरभित्र प्रवेश गर्दै गर्दा के हामी भित्र आउँदै गर्दा हाम्रो मन्दिरलाई येशूले कस्तो देख्दै हुनुहुन्छ। आजको पाम सन्डेको दिनमा म तपाईलाई यो प्रकाशलाई खोल्दैछु है। मैले त्यो कुरालाई अनुभव गरिरहेको थिएँ। हो पाम सन्डेको दिनमा येशू ख्रीष्ट यरुशलेममा आउँदै हुनुहुन्थ्यो। अनि आजको दिनमा येशू ख्रीष्टलाई हामीले हाम्रो जीवनमा बोलाउँदैछौँ है। येशू ख्रीष्ट हाम्रो जीवनमा आउनुहुँदैछ, हाम्रो परिवारमा आउँदै हुनुहुन्छ, हाम्रो मण्डलीमा आउँदै हुनुहुन्छ। तर त्यो कुरालाई चाहिँ प्रभु येशूले कस्तो देख्दै हुनुहुन्छ। तपाईँ भित्र येशू ख्रीष्ट प्रवेश गर्दै गर्दा हामी ख्रीष्टको मन्दिर हौ। बाइबलले भन्दछ पहिलो कोरिन्थी 3:16 यसरी भन्दछ परमेश्वरको मन्दिर हो है। अनि त्यो मन्दिर चाहिँ कस्तो हुनुपर्छ भनेर पौलले त्यहाँनिर क्लियरली भनेको छ। अनि तपाईँ अनि हाम्रो जीवन भित्र भएको कुरा चाहिँ हाम्रो भित्र हामीले बनाएका हाम्रो मन्दिरहरू चाहिँ कस्तो भइरहेको छ त, येशू ख्रीष्टले कस्तो देखिरहेको छ। अनि आजको दिनमा यो पाम सन्डेको दिनमा म तपाईलाई यही भन्न चाहन्छु, पाम सन्डेको दिनमा चाहिँ येशू ख्रीष्ट तपाईँ अनि मेरो जीवनमा मात्रै नभएर तपाईँ अनि मेरो परिवारमा, तपाईँ अनि मेरो मण्डलीमा, तपाईँ अनि मेरो गाउँमा प्रभु येशू प्रवेश गर्न चाहनुहुन्छ। तर प्रवेश गर्दै गर्दा चाहिँ तपाईँ अनि मलाई कस्तो देख्दैछ त, तपाईँ अनि मेरो परिवारलाई कस्तो देख्दैछ, तपाईँ अनि मेरो गाउँलाई कस्तो देख्दैछ, तपाईँ अनि मेरो मण्डलीलाई कस्तो देख्दैछ। अनि आजको दिनमा पाम सन्डेमा हामी यो कुरालाई प्रभुसँग प्रतिज्ञा गरौँ कि प्रभु तपाईँ आउँदाखेरि मेरो जीवनभित्र आउँदै गर्दाखेरि चाहिँ म आफ्नो तपाईँले दिनुभएको यो मन्दिरलाई चाहिँ पवित्र बनाउँछु। आमेन। तपाईले दिनुभएको यो मन्दिरलाई चाहिँ तपाईले चाहेको जस्तो बनाउँछु। तपाईले दिनुभएको यो मन्दिरलाई चाहिँ तपाईले जस्तो इच्छा गर्नुहुन्छ म त्यस्तै बनाउँछु भनेर प्रतिज्ञा गरौँ। हाम्रो बाबुहरूले, हाम्रो आमाहरूले आफ्नो नानीहरूलाई जहिले पनि ऊ राम्रो होस् भनेर चाहन्छ, उसलाई कराउँछ राम्रो हो राम्रो हो राम्रो हो, सबैले देख्दाखेरि तिमीलाई राम्रो भनोस् भन्ने कुरा चाहन्छ। तपाईँ अनि मेरो परमेश्वर पनि हामीलाई उहाँले आफ्नै स्वरूपमा बनाउनु भएको कारणले गर्दा हाम्रो परमेश्वर पनि त्यस्तै हुनुहुन्छ। हाम्रो परमेश्वरले पनि हामी त उहाँको छोराछोरी भएको कारणले गर्दा हामीलाई राम्रो हो भन्नुहुन्छ। जस्तो परमेश्वर पवित्र हुनुहुन्छ त्यस्तै तिमीहरू पनि पवित्र हौ भनेर भन्नुहुन्छ। जस्तो उहाँ प्रेमिलो हुनुहुन्छ त्यस्तै तिमीहरू पनि प्रेमिलो हुआ भनेर भन्नुहुन्छ। जस्तो उहाँ विश्वास योग्य हुनुहुन्छ त्यस्तै तिमीहरू पनि विश्वास योग्य हो। जस्तो उहाँले कहिले पनि ढाट्नु हुँदैन तिमीहरूले पनि नढाट। जस्तो उहाँ चाहिँ इमानदार हुनुहुन्छ तिमी पनि इमानदार हो। जस्तो उहाँ कहिले पनि नबदलिने परमेश्वर हुनुहुन्छ तिमीहरू पनि नबदल। हाम्रो परमेश्वरले त्यसरी भन्नुहुन्छ तपाईँ अनि मेरो जीवनमा। अनि साँच्ची नै आजको दिनमा मैले त्यो कुरालाई हिजो स्टडी गर्दै गर्दा प्रार्थनामा बस्दै गर्दा त्यो कुरालाई मैले अनुभव गरिरहेको थिएँ। हाम्रो जीवनमा धेरै घटी कमीहरू आउँदछ, हाम्रो जीवनमा धेरै अपुखहरू आउँदछ, धेरै रोग अनि बिमारको कुराहरू पर्दछ। त्यति बेला हामीले सोच्छौँ हाम्रो येशू कहाँ गयो, येशूको नाउँमा चाहिँ चङ्गाई होस् भनेर भन्छौँ, खै येशू। येशूको नाउँमा चाहिँ मेरो अपुखहरू पुरा होस् भन्छौँ, खै येशू। येशूको नाउँमा चाहिँ हाम्रो जीवनमा भएको सबै कुरा चाहिँ मिल्छ भन्छौँ, खै येशू। तर तपाईँ अनि मेरो जीवन हामीले ठिक नराखेको कारणले गर्दा येशू हामी भित्र प्रवेश गर्न सक्नु भएको छैन। हाम्रो भित्र प्रवेश येशू गर्दै गर्दाखेरि चाहिँ त्यो मैला कुरा देखेको कारणले गर्दा हामी भित्र येशू प्रवेश गर्दै गर्दाखेरि चाहिँ हाम्रो जीवनमा त्यो डाकुहरूको अड्डा जस्तो उहाँको मन्दिरमा चाहिँ नि डाकुको अड्डा जस्तो देखेको कारणले गर्दा उहाँले तहस तहस पारिदिनुहुन्छ। हेर्नुहोस् है आजको दिनमा म तपाईँलाई यो भन्न चाहन्छु, उहाँ प्रवेश गर्दै गर्दा तपाईँ भित्र भएको कुरालाई परमेश्वरले पल्टाइदिनुहुन्छ।
उलट पुलट गरिदिनुहुन्छ। अनि त्यो कारणले गर्दा हाम्रो जीवनमा त्यो कुराहरू घट्दै गर्दा हामीले खै येशू भन्छौँ। वास्तवमा चाहिँ तपाईँ अनि मेरो गल्तीको कारणले गर्दा, हामीले गरेको गल्तीको कारणले गर्दा, हामीले उहाँ जस्तै हुन नचाहेको कारणले गर्दा, उहाँले यो ठाउँमा जा भन्दै गर्दा अर्को ठाउँ लाग्दाखेरि, उहाँले यो गर भन्दाखेरि त्यो नगरेर अर्कोतिर जाँदाखेरि के हुन्छ? हाम्रो अन्बित सानो छ नि है, सानो छ। उहाँ अन्बित म यहाँ किचनमा थिएँ अनि हाम्रो मम्मी यहाँ मसँगै हामी बात मार्दै थियौँ अनि अचानक पापाले स्पिड नानीलाई कुदाएर ल्याउनु भयो। पुरा रुँदो रहेछ अनि लड्यो है, नानी लड्यो। अनि यो अन्बितलाई के भयो भन्दाखेरि यो अन्बित सपोजिङ त्यति बेला लडेर यहाँनिर काटेर यत्रो फुलिएको थियो अनि यहाँबाट सानो खुन पनि आयो। सपोजिङ त्यो ठुलो चोट भएको भए धेरै त्यहाँनिर डरलाग्दो घटना घट्न सक्थ्यो। पापाले भन्नुहुन्थ्यो त्यो तिखोमा परेको भए चाहिँ यसको टाउको जान्थ्यो भनेर भन्नुहुन्थ्यो। हामी खरेर कान्यौँ सबैजना। अनि हामीले अन्बितलाई जहिले पनि भन्छौँ त्यता नजा, त्यो अप्ठ्यारो बाटोमा नजा, त्यहाँनिर ढुङ्गा छ, लड्छस्, यो नखा, मुखमा इन्फेक्सन हुन्छ, यस्तो नगर त्यस्तो नगर। त्यसको भलाइको लागि हामीले गरिरहेको छौँ नि त। हाम्रो परमेश्वर पनि त्यस्तै हुनुहुन्छ। जस्तो तपाईँ अनि म आमा बाबु हामी प्यारेन्ट्स भएको कारणले गर्दा हामीले जसलाई सबैभन्दा, तपाईँ प्यारेन्ट्स हुनुभएको छैन, हाम्रो भाइहरू हुनुहुन्छ, हाम्रो नानीहरू हुन्छ, तपाईँहरू प्यारेन्ट्स हुनुहुँदैन, तर तपाईँले जसलाई माया गर्नुहुन्छ त्यो व्यक्ति कहिले गलत भएको तपाईँले देख्न सक्नुहुन्छ। त्यो व्यक्ति कहिले गलत दिशामा गएको, त्यो बिग्रेको तपाईँले चाहनुहुन्छ, कहिले पनि चाहनु हुँदैन नि त होइन। अनि त्यही कारणले गर्दा हाम्रो परमेश्वर पनि त्यस्तै हुनुहुन्छ। तपाईँ अनि म चाहिँ सधैँ नै उहाँसँग टालिएको, सधैँ नै उहाँसँग भएर रहेको उहाँले चाहनुहुन्छ। उहाँले त्यो कुरा नगर, बाइबलमा भनेको छ डाहा नगर, नचोर, नढाँट है आज्ञामा है, कसैको कुरामा लोभ नगर होइन, धेरै कुराहरू भनेको छ। त्यो कुरा भन्नुको मतलब चाहिँ धुमपान नखा, यो कुरालाई नछुओ, नराम्रो कुरा नहेर, त्यो कुरा भन्नुको मतलब चाहिँ के हो भन्दाखेरि येशू ख्रीष्ट तपाईँ अनि म भित्र प्रवेश गर्न चाहनुहुन्छ। येशू ख्रीष्ट तपाईँ अनि म भित्र आउन चाहनुहुन्छ। अनि तपाईँ अनि मैले चाहिँ हाम्रो मन्दिरलाई, परमेश्वरले दिनुभएको यो मन्दिरलाई कस्तो बनाइरहेको छौँ त?